नमस्कार साथीहरू, आज म एक यस्तो नयाँ मलयालम थ्रिलर लिएर आएको छु जसको नाम हो डोमिनिक एन्ड द लेडिज पर्स। यो फिल्म हालै रिलिज भएको हो र यसको दमदार क्लाइमेक्सका कारण निकै चर्चामा आएको छ। तर भिडियो सुरु गर्नु अघि कृपया यो भिडियो लाइक गर्नुहोस्, हाम्रो च्यानल सब्स्क्राइब गरेर बेल आइकन पनि दबाउनुहोस् ताकि कुनै पनि धमाकेदार भिडियो तपाईबाट नछुटोस्। अब कथा सुरु गरौँ। फिल्मको सुरुवातमा हामी सहरका विभिन्न ठाउँमा टाँसिएको एउटा पोस्टर देख्छौँ। त्यसमा लेखिएको हुन्छ हाम्रो डिटेक्टिभ एजेन्सीका लागि एक स्किलफुल असिस्टेन्ट चाहिएको छ र त्यो एजेन्सीका मालिक हुन् डोमिनिक। त्यही पोस्टर देखेर एकजना युवक विक्की त्यो एजेन्सीमा पुग्छ र सोध्छ के यहाँ साँच्चै डिटेक्टिभ चाहिएको हो। त्यसबेला डोमिनिक भित्रै हुन्छ, तर विक्कीको आवाज सुनेपछि बाहिर आउँछ र भन्छ, हो पोस्ट अझै खुला छ। विक्की भन्छ, म यो जागिरको लागि आवेदन दिन आएको हुँ। त्यो सुनेर डोमिनिक केही बोल्दैन। ऊ चुपचाप उभिएर विक्कीलाई गहिरो रूपमा अब्जर्भ गर्छ अनि फेरि भित्र जान्छ। केही मिनटपछि फेरि बाहिर आउँछ र भन्छ, तिमी सेलेक्ट भयौ, बाँकी कुरा पछि गरौँ। अहिले एक इम्पोर्टेन्ट केस आएको छ, तिमी आजैदेखि काम सुरु गर। विक्की पनि खुसी हुँदै सहमत हुन्छ। तर हैरानीको कुरा के भने डोमिनिक उसलाई सिधै एक होटलमा लैजान्छ र खाना अर्डर गर्छ। त्यहाँ विक्की सोध्छ, सर तपाईँले मलाई एउटा पनि प्रश्न गर्नु भएन, तैपनि मलाई जागिर दिनुभयो, किन? डोमिनिक मुस्कुराउँदै भन्छ, राम्रो प्रश्न सोध्यौ, सुन यो कुरा तिमीलाई भविष्यमा काम लाग्छ। ऊ भन्छ, तिम्रो आँखा मुनि डार्क सर्कल छन् जसले यो देखाउँछ कि जुन डिटेक्टिभको लागि राम्रो गुण हो। तिम्रो झोलामा एयरपोर्टको ट्याग छ, अर्थात् तिमी हालै विदेश गएका थियौ। हातमा पोर्तुगिज ट्याटु छ, सम्भवतः ब्राजिल वा पोर्चुगल गएको हुनुपर्छ। तिम्रा कपडा ब्रान्डेड छन्, मतलब तिमी आर्थिक रूपमा स्टेबल छौ र तिमी बाइकमा आएका छौ, जुन मलाई अहिले चाहिएको थियो किनभने मेरो कार बिग्रेको छ। यसरी डोमिनिक विक्कीको बारेमा सामान्य हेराइबाट धेरै कुरा पत्ता लगाइदिन्छ। विक्की अचम्म मान्दै भन्छ, सर तपाईँको अनुमान त सही छ, तर एउटा गल्ती भयो। मैले यो ट्याटु विदेशमा होइन गोवामा बनाएको हुँ र अहिले म क्यानाडा जान लागेको छु। तर थोरै फुर्सद भएकोले तपाईँको विज्ञापन देखेर यो जागिरको लागि आएको हुँ किनभने मलाई इन्भेस्टिगेसन मनपर्छ। डोमिनिक हाँस्दै भन्छ, केही फरक पर्दैन। यदि तिल बराबर गल्ती खोजिरह्यो भने तिमी कहिल्यै डिटेक्टिभ बन्न सक्दैनौ। अब कुरा कम गर र काममा लाग। अब उनीहरू एक बस स्टपतर्फ जान्छन्। डोमिनिक त्यहाँ कसैको पर्खाइमा हुन्छ। त्यही बेला एउटा मानिस उसँग ठोकिन्छ र उसको पर्स झर्छ। डोमिनिक त्यो पर्स उठाएर फर्काइदिन्छ। अब हामी देख्छौँ कि डोमिनिक वास्तवमा सोमन नाम गरेको मानिसको पछाडि लागेको छ। विक्की सोध्छ, सर तपाईँको घरमा एउटा फोटो देखेँ, तपाईँ युनिफर्ममा हुनुहुन्थ्यो। डोमिनिक भन्छ, हो म पहिले सिओ थिएँ, तर मेरो इमान्दारीकै कारण मलाई पुरस्कार होइन ट्रान्सफर मात्र मिल्थ्यो। अन्त्यमा म आफैले राजीनामा दिएँ ताकि उनीहरूले मलाई हटाउने झन्झट गर्न नपरोस्। अब उनीहरू सोमनको पछाडि लागेर एउटा होटलसम्म पुग्छन्। होटलभित्र जानुअघि डोमिनिक भन्छ, विक्की यो अपरेसन धेरै खतरनाक छ। यदि म 15 मिनटभित्र फर्किन भने सिधै नजिकको प्रहरी चौकीमा जाऊ र कोड रेड भन, बाँकी काम प्रहरीको। त्यसपछि डोमिनिक होटलको कोठामा पुग्छ। ढोका खोल्न साथ देख्छ सोमन एक अपरिचित महिलासँग रोमान्स गरिरहेको हुन्छ। डोमिनिक तुरुन्त फोन निकालेर भिडियो रेकर्ड गर्न थाल्छ र भन्छ, तिम्री श्रीमती मल्लिकाले मलाई तिमीमाथि नजर राख्न पठाएकी हुन्, तिमी रङ्गे हात समातियो। तर सोमन डराएर केही पैसा दिन्छ र भन्छ, यो कुरा बाहिर नजाओस्, पैसा राख। डोमिनिक पैसा लिएर चुपचाप जान्छ जस्तो कि केही भएको नै छैन र बाटोमा फर्किँदै गर्दा डोमिनिक आफ्नो साथी स्वामीलाई यो कुरा सुनाउँछ। स्वामी हाँस्दै भन्छ, भाइ त कति कमिना रहेछस्, त्यो महिलाले तँलाई हायर गरेकी थिए र त चाहिँ उसैको श्रीमानसँग पैसा खाएर उल्टै धोका दिइरहेको छस्। तर डोमिनिक भन्छ, यस्तो केही होइन, उसको श्रीमतीले मलाई हायर गरेकी नै होइन, बरु म त सुमनलाई केही दिनदेखि ट्र्याक गर्दै थिएँ। मलाई लागेको थियो केही न केही गडबड छ, त्यसैले मैले यो नाटक गरेँ र संयोगवश मेरो तीर ठिक निशानामा लाग्यो र पैसा पनि हात लाग्यो।
यसरी हामी देख्छौँ कि डोमिनिकसँग जबरदस्त ट्यालेन्ट हुँदाहुँदै पनि ऊ साना ठुला फ्रड गरेर आफ्नो जीवन गुजारिरहेको हुन्छ। तर सँगै ऊ ठुलो केस हात पर्ला भनेर कुर्दै पनि हुन्छ। अब हामी देख्छौँ कि डोमिनिक माधुरी नामकी एक वृद्ध आमाको घरमा डेरामा बसेको हुन्छ र बिचरी माधुरीलाई समयमा भाडा पनि दिएको हुँदैन। त्यस दिन जब ऊ घर आउँछ, माधुरी उसलाई भन्छन्, आज म अस्पताल गएको बेला मैले एउटी महिलाको पर्स भेटाएँ। पर्समा केही पैसा पनि छ। त्यो बिचरी छोरी अहिले आफ्नो पर्स खोजिरहेकी होली। तिमी यसो गर, पर्सको असली मालिक पत्ता लगाएर उसलाई पर्स फिर्ता गर। यो सुनेर डोमिनिक भन्छ, म मान्दछु कि मेरोमा ठुला केसहरू छैनन्, तर म यस्ता साना मामिलाहरूमा पनि हात लगाउँदिन। त्यसपछि माधुरी भन्छन्, यदि तिमी यो पर्स मालिकलाई फिर्ता दिन सफल भयौ भने म तिम्रो सारा बाँकी भाडा माफ गर्छु। यो कुरा सुनेर डोमिनिक खुसी भएर पर्स आफ्नो कोठामा लैजान्छ र खोल्न थाल्छ। पर्स खोलेपछि उसले केही पैसा, एउटा मेमोरी कार्ड र केही कागजका टुक्रा पाउँछ। सबैभन्दा पहिले ऊ त्यो मेमोरी कार्ड खोल्ने प्रयास गर्छ, तर त्यो पासवर्ड प्रोटेक्टेड हुन्छ, त्यसैले खुल्दैन। पछि ऊ ती कागजका टुक्राहरू मिलाएर हेर्छ र थाहा पाउँछ कि त्यो ब्याङ्कको लोन डकुमेन्ट हुन्छ। यो देखेपछि ऊ तुरुन्तै एउटा ब्याङ्क म्यानेजरलाई फोन गर्छ र यहाँ थाहा हुन्छ कि डोमिनिकले यस ब्याङ्क म्यानेजरलाई पनि ब्ल्याकमेल गरेर डराएको रहेछ, सोमनलाई गरे जस्तै। त्यसैले ऊ डकुमेन्टको फोटो पठाएर त्यसबारे जानकारी माग्छ। ब्याङ्क म्यानेजर केही बेरमा फोन गरेर भन्छ, सर, यी कागजातहरू पूजा नामकी एउटी युवतीको हो। म अहिले तपाईँलाई उसको ठेगाना दिन्छु। ठेगाना पाएपछि डोमिनिक विक्कीलाई लिएर तुरुन्तै त्यहाँ पुग्छ। त्यहाँ उसलाई राम्या नामकी युवती भेटिन्छ। डोमिनिक भन्छ, म पूजा भेट्न आएको, उसको पर्स हराएको रहेछ, मैले फेला पारेको छु। राम्या भन्छन्, सर, पूजा मेरी साथी हो र ऊ पहिले नै 4 दिनदेखि हराइरहेकी छे। हामी आफै उसलाई खोज्दैछौँ। हामीले प्रहरीमा रिपोर्ट पनि गरिसकेका छौँ। यो सुनेर डोमिनिक अचम्ममा पर्छ। त्यसपछि ऊ फ्ल्याटभित्र गएर पूजा सम्बन्धी फोटोहरू हेर्न थाल्छ र उसका साथीहरूसँग सोधपुछ गर्न थाल्छ कि पूजा कसैसँग रिलेसनसिपमा थिइन् कि। राम्या भन्छन्, 2 वर्ष अघि ऊ कार्तिक नाम गरेको केटासँग रिलेसनसिपमा थिइन्, पछि ब्रेकअप भयो। तर हालै अल्वी भन्ने केटा उनलाई पछ्याउँदै दुःख दिइरहेथ्यो। 1 हप्ता अगाडि त ऊ हाम्रो फ्ल्याटसम्म आएर पूजालाई धम्क्याएको पनि थियो। राम्या थप भन्छन्, जुन दिन पूजा हराइन् त्यस दिन उनी केही तनावमा देखिएकी थिइन्। मैले सोधे पनि, उनले भनिन्, म आज 2 वर्षपछि कार्तिकलाई भेट्न जाँदैछु। त्यसपछि डोमिनिक कार्तिकको ठेगाना सोध्छ, तर राम्यासँग उसको ठेगाना हुँदैन। पछि डोमिनिक र विक्की घर फर्किन्छन् र माधुरीलाई सबै कुरा सुनाउँछन्। डोमिनिक भन्छ, डिल अनुसार मैले पूजा भेटाएँ, तर अब त ऊ आफै हराइरहेकी छे। अब म के गर्न सक्छु? प्रहरीहरूले पनि उनलाई खोज्दैछन्। माधुरी भन्छन्, तिमी पूजालाई खोज र पत्ता लगाऊ उसलाई के भयो। यदि तिमीले यो केस सुल्झायो भने तिम्रो सबै कर्जा माफ गरिदिन्छु। केही वर्ष अघि माधुरीको छोरा हराएका थिए र यो पीडा उनी राम्ररी बुझ्थिन्। त्यसैले अब उनी डोमिनिकसँग आग्रह गर्न थाल्छिन्। त्यसपछि डोमिनिक र विक्की पूजाको केस सम्हाल्न तयार हुन्छन्। सबभन्दा पहिले तिनीहरू त अल्वीलाई खोज्न थाल्छन्, जसले पूजालाई पछ्याउँदै थियो। अल्वी भेटिएपछि डोमिनिक उसलाई सोध्छ, मैले सुने त पूजालाई पछ्याउँदै थिइस्, आखिर के कुरा हो? यो सुनेर अल्वी र उसका साथीहरूले डोमिनिकमाथि आक्रमण गर्छन्। दुई पक्षबीच जबरदस्त झगडा हुन्छ। झगडा हेरेर नजिकै रहेका प्रहरीहरू हस्तक्षेप गर्छन् र सबैलाई समात्न लाग्छन्। तर अल्वी र उसका साथीहरू भाग्न सफल हुन्छन् भने डोमिनिक र विक्कीलाई प्रहरीले समातेर स्टेसन लैजान्छ। स्टेसनमा एक इन्सपेक्टर विक्कीलाई भन्छ, त अनावश्यक रूपमा डोमिनिकको पछि लागेर आफ्नो समय बर्बाद गर्दैछस्। उसले नक्कली सर्टिफिकेट दिएर डिपार्टमेन्टमा जोइन गरेको थियो, त्यसैले आफ्नो भविष्य त्यसको पछि लागेर नष्ट नगर। थप केही समयपछि माधुरी प्रहरी चौकीमा पुग्छिन् र डोमिनिक र विक्कीलाई धरोटीमा छुटाउँछिन्। अब घर फर्किएपछि डोमिनिक, विक्की र माधुरीले त्यो मेमोरी कार्ड खोल्ने प्रयास गर्न थाल्छन्। उनीहरूलाई लागिरहेको थियो कि सायद त्यस मेमोरी कार्डबाट कुनै ठुलो सुराग मिल्न सक्छ। तिनैजना धेरै किसिमका पासवर्डहरू ट्राई गर्छन्, तर कार्ड खुल्दैन। अन्ततः डोमिनिक अलिक सोचेर एउटा पासवर्ड टाइप गर्छ, पूजा 123, र त्यो मेमोरी कार्ड खोलिहाल्छ।
अब त्यो कार्डमा पूजाका धेरै फोटोहरू र भिडियोहरू हुन्छन्। यिनै भिडियोहरूबाट उनीहरूले थाहा पाउँछन् कि करिब 2 वर्ष अघि पूजा र कार्तिक एउटा होटलमा गएका थिए र त्यहाँ उनीहरूले केही रोमान्टिक भिडियोहरू बनाएका थिए। त्यसपछि डोमिनिक फेरि पूजाको साथी राम्यालाई फोन गरेर सोधपुछ गर्न थाल्छ। राम्या बताउँछिन् कि 2 वर्ष अघि 31 डिसेम्बरको दिन पूजा र कार्तिक सानो ट्रिपमा गएका थिए र फर्केपछि नै उनीहरूको ब्रेकअप भएको थियो। राम्या भन्छन् कि वास्तवमा पूजाले कार्तिकको अलमारीमा एकदमै महँगो साडी देखेकी थिइन् जुन पूजाले कहिल्यै नलगाएको बताएकी थिइन्। यही कारणले झगडा भयो र उनीहरू छुट्टिए। अब डोमिनिक बिकीलाई भन्छ कि पूजा र कार्तिकको ब्रेकअप 2 वर्ष अघि भएको थियो, तर हालै पूजा फेरि कार्तिकसँग भेट्न गएकी थिइन् र त्यसपछि हराइन्। त्यसैले अब पहिले हामी कार्तिकलाई फेला पार्नुपर्छ। त्यसपछि डोमिनिक र बिकी धेरै मुस्किलले कार्तिकको गाउँको ठेगाना पत्ता लगाउँछन् र त्यहाँ पुग्छन्। त्यहाँ डोमिनिकको भेट कार्तिककी बहिनी नन्दितासँग हुन्छ, जो पेसाले क्लासिकल डान्सर हुन्छन्। डोमिनिकले कार्तिकबारे सोध्छ। नन्दिता एउटा झस्काउने कुरा बताउँछिन्। कार्तिक 2 वर्षदेखि हराइरहेको छ। नन्दिता भन्छन्, जब ऊ हरायो म कोलकातामा डान्स सिक्दै थिएँ। ऊ हराएको खबर सुनेपछि म फर्किएँ र यता बस्न थालेँ। डोमिनिकलाई थाहा हुन्छ कि नन्दिता अहिले एउटा कार्यक्रममा आफ्नो डान्स प्रस्तुत गर्न जाँदैछिन्। ऊ पनि साथ जान्छ। कार्यक्रम सकिएपछि फर्कदा जन नामको केटा आफ्नो साथीहरूसँग बाइकमा आउँछ र उनीहरूको अगाडि बाइक रोक्छ। नन्दिता डोमिनिकलाई बताउँछिन् कि कार्तिकले जोनसँग ऋण लिएको थियो र हराएपछि त्यो ऋण ऊ तिर्दै आइरहेकी छे, तर जोन अब उसलाई रात बिताउन दबाब दिन थालेको छ। यो कुरा सुनेपछि डोमिनिक जोनलाई कुटेर भगाइदिन्छ। त्यसपछि नन्दिता डोमिनिकसँग सोध्छिन्, के तपाईँ पहिले पुलिस विभागमा हुनुहुन्थ्यो? डोमिनिक आफ्नो गोप्य कुरा बताउँछ। ऊ कलर ब्लाइन्ड हो, रातो रङ चिन्न सक्दैन। उसले नक्कली मेडिकल रिपोर्ट बनाएर पुलिसमा प्रवेश पाएको थियो, तर एक केसमा गाडीको रङ गलत बताएपछि उसको गल्ती खुलेको थियो र उसले जागिर गुमाएको थियो। त्यसपछि उसकी श्रीमतीले पनि उसलाई छाडेकी थिइन्। अब डोमिनिक, बिकी र माधुरी सोच्न थाल्छन् कि पूजा र कार्तिकको केस आपसमा जोडिएको छ। त्यसैले उनीहरू कार्तिकको बारेमा थप अनुसन्धान गर्न थाल्छन्। अर्को दिन उनीहरू कार्तिकको अफिसमा पुग्छन्, जहाँ उसका बोस प्रकाश भेटिन्छन्। प्रकाश बताउँछ कि उनीहरूको एक एनजिओ छ जसले गरिबहरूलाई कानुनी सहायता दिन्छ। कार्तिक राम्रो काम गर्दै थियो, तर 31 डिसेम्बरको दिन उसले रिजाइन दियो र त्यही दिनदेखि सम्पर्कमा छैन। त्यसपछि डोमिनिक कार्तिक बस्ने ठाउँमा जान्छ। घर मालिक भन्छन् कि 2 वर्ष पहिले 31 डिसेम्बरको दिन उनले अन्तिम पटक कार्तिकलाई देखेका थिए। भोलिपल्ट एक महिलाले कार्तिकको कोठामा आएर ठुलो झोला लिएर गएकी थिइन्, तर उनले भर्खरै आँखाको अपरेसन गराएकोले अनुहार चिन्न सकेनन्। डोमिनिक सोच्न थाल्छ कि त्यो महिला को हुन सक्छ, पूजा त होइन? ब्रेकअप भइसकेको थियो। नन्दितालाई फोन गरेर सोद्धा उनी भन्छन्, म त कोलकातामा थिएँ। बिकी अनुमान गर्छ सायद कार्तिकको अर्को गर्लफ्रेन्ड हो। डोमिनिक कार्तिकका अफिसका केसहरू हेर्छ। टोनी, सञ्जय र इब्राहिमको केस ह्यान्डल गर्दै थियो कार्तिक। सायद कुनै केसको विपक्षी पार्टीले उसलाई गायब गरेको हुन सक्छ। त्यसपछि डोमिनिक तमिलनाडु जान्छ कार्तिकका मामालाई भेट्न, तर उनी त्यहाँ हुँदैनन्। एक मानिसलाई आफ्नो नम्बर दिएर खबर गर्न लगाउँछन्। त्यही बेला बिकी फोन गरेर भन्छ, सञ्जय र इब्राहिमलाई कार्तिकको पोस्टर देखाएँ, तर दुवैले खास प्रतिक्रिया देखाएनन्। अब टोनी दुबईबाट भोलि फर्किँदैछ। अर्को दिन उनीहरूले टोनीको घरको पर्खालमा कार्तिकको पोस्टर टाँसिदिन्छन्। ती पोस्टर देखेर टोनीको अनुहारमा डर देखिन्छ। डोमिनिक बुझ्छ टोनी यो केसमा संलग्न छ। त्यसपछि नन्दिता डोमिनिकको घर आउँछिन्। त्यही बेला केही गुन्डा आएर डोमिनिकलाई कुट्छन्, धम्की दिन्छन्, केस छोड, होइन भने तै पनि हराउनेछस्। त्यही रात टोनी डोमिनिकलाई फोन गरेर धम्क्याउँछ, कार्तिकको केस फेरि हात लगाइस् भने तँ पनि गायब हुनेछस्। अब डोमिनिक बुझ्छ टोनी नै सबैको जड हो। उनीहरू पूजाको घर गएर पूजाकी आमासँग कुरा गर्छन्। उनले बताउँछिन् पूजा मिस हुनु अघिको दिन फोनमा भनिन् कि बस स्टपमा छु, घर आउँछु, तर फर्किएनन्। त्यही बेला पूजाको पर्स देखाउँछन्। अनि थाहा हुन्छ स्टार्टिङमा डोमिनिकसँग ठोकिएको मान्छे एक चोर थियो जसले पर्स चोरेको थियो र पछि अस्पतालमा फोन लिएर पर्स छोडेको थियो। माधुरीले त्यही पर्स भेटेकी थिइन्। अब डोमिनिक र बिकी प्रकाशलाई हनी ट्र्यापमा पार्छन्। डमी गन देखाएर कार्तिकको बारेमा सोध्छन्। प्रकाश बताउँछ उसले टोनीसँग मिलेर पार्टी गर्दै थियो। त्यो दिन
उसले कार्तिकलाई फाइल लिएर बोलाएको थियो। तर कार्तिकले टोनीलाई त्यहाँ देखेपछि फाइल नदिएर बाइक लिएर भागेको थियो। टोनी र प्रकाशले कारमा पिछा गरे र दुर्घटनामा कार्तिकको बाइक पोखरीमा खस्यो। प्रकाशको टाउको चोट त्यही बेलाको थियो। अन्ततः डोमिनिक पुलिस बोलाएर प्रकाशलाई गिरफ्तार गराउँछ। अब त्यसपछि डोमिनिक सोच्न थाल्छ कि आखिर 2 वर्ष पहिले हराएको कार्तिकसँग भेट्न पूजा हालै किन गएकी थिए। उसलाई कसले बोलाएको थियो। यिनै शङ्का समाधान गर्न उसले एउटा प्रहरीसँग भेटेर प्रकाशको बयानको आधारमा त्यही पोखरीमा सर्च अपरेसन गर्न लगाउँछ। नजिकै नन्दिताको घर भएकाले डोमिनिक उसकैमा पुग्छ। आज कार्तिकको जन्मदिन भएकाले नन्दिताले खिर बनाएकी रहेछन्। त्यसैबीच डोमिनिक उसलाई सबै कुरा खुलासा गर्छ। त्यो रात के भयो, कसरी कार्तिकको शव पोखरीबाट निस्कन सक्ने सम्भावना छ आदि। यो कुरा सुनेपछि नन्दिता निकै रोइकराइ गर्छे। म 2 वर्षदेखि आफ्नो दाजुको प्रतीक्षा गरिरहेको थिएँ। यस्तो त हुन सक्दैन। अर्को सिनमा खोजी गर्दा कार्तिकको बाइक भेटिन्छ र साथमा एउटा बोरा पनि जसमा शव हुन्छ। डोमिनिकलाई लाग्छ त्यो कार्तिकको शव हो। तर जब असलियत खुल्छ सबैको होस उड्छ, किनकि त्यो लास पूजाको हुन्छ। त्यसपछि डोमिनिकको साथी स्वामी फोन गरेर भन्छ, तिमीले दिएको 2वटा मोबाइल नम्बर ट्र्याक गरे। दुवै नम्बर बीच कुनै सम्पर्क भएको छैन। एक नम्बर एक्टिभ भएपछि अर्को नम्बर तुरुन्तै डिएक्टिभेट भएको देखिन्छ। यो सुनेपछि डोमिनिक पूजाकी आमालाई फोन गरेर मिसिङ हुनु अघि पूजाले पठाएका सबै मेसेज र भिडियोहरू पठाउन भन्छ। ती भिडियोहरूमा नन्दिता आफ्नो शास्त्रीय नृत्य गरिरहेको पनि देखिन्छ। डोमिनिक अचम्ममा पर्छ, किनकि पहिले जब उसले सोधेको थियो कि पूजा त्यहाँ आएकी थिए तब नन्दिताले छैन भनेकी थिइन्। तर अब त पूजाको मोबाइलमै नन्दिताका भिडियोहरू छन्। त्यसपछि डोमिनिक फेरि नन्दिताको घर पुग्छ र त्यहाँ काम गर्ने व्यक्तिलाई पूजाको फोटो देखाएर सोध्छ, के तिमीले यो केटीलाई कहिले देखेको छौ? त्यो मानिस डराउँदै भन्छ, होइन, मैले त कहिले देखिनँ। त्यसपछि डोमिनिक विकीलाई बाहिर कुरिरहन भन्छ र भित्र गएर नन्दितासँग भेट गर्छ। डोमिनिक उसलाई भन्छ तलाउमा कार्तिकको लास भेटिएन। यो सुनेर नन्दिता खुसी हुन्छ र भन्छ, आज दाजुको जन्मदिन हो, खिर खेर जाने छैन। अनि भित्र गई फ्रिजबाट खिर निकाल्न खोज्छे। फ्रिज खुल्ने बित्तिकै हामी त्यहाँ देख्छौँ, त्यहाँ जन नाम गरेको केटाको लास छ, जसले नन्दितालाई पहिले बारम्बार पिरोलेको थियो। हामीलाई देखाइन्छ कि हिजो राति नन्दिताले उसलाई घरमा बोलाएर खिरमा विष हालेर मारेकी थिए। अब त्यही खिर उसले डोमिनिकलाई दिन्छे। तर डोमिनिक भन्छ, म गुलियो खान सक्दिनँ, मलाई डायबिटिज छ। अब उसले नन्दितालाई धेरै प्रश्नहरू सोध्न थाल्छ। साथै उसले भन्छ, तिमी र कार्तिकको नम्बर ट्र्याक गर्दा कुनै कुरा नभएको देखियो र एक एक्टिभ हुँदा अर्को डिएक्टिभ भयो। पूजाले हराउनु अघि तिम्रो नृत्यको भिडियो आमालाई पठाएकी थिए। मतलब पूजा तिमीसँग भेट गर्न आएकी थिए अनि त्यही दिनदेखि गायब। ठिक त्यही बेला कार्तिकको मामा चन्द्रशेखरले डोमिनिकलाई फोन गर्छ। डोमिनिक भन्छ, म कार्तिकको खोजीमा तपाईँलाई भेट्न आएको थिएँ। चन्द्रशेखर भन्छन्, कार्तिकलाई सानैदेखि अभिनय मन पर्थ्यो। मैले उसलाई र उसकी बहिनी नन्दितालाई क्लासिकल डान्स सिकाएको थिएँ। तर नन्दिता सानैमा मुटुको समस्याका कारण मरेकी थिए। त्यसपछि कार्तिक डिप्रेसनमा गयो। उसले आफ्नी बहिनीलाई सम्झेर उसको भूमिका निर्वाह गर्न थाल्यो। यो कुरा सुनेपछि डोमिनिकको दिमाग खुल्छ अनि सिधै नन्दितालाई भन्छ, अब तिम्रो नाटक बन्द गर। तिमी नन्दिता होइनौ, तिमी आफै कार्तिक हौ। असलमा एक्सिडेन्ट हुँदा कार्तिक मरेको थिएन, पोखरीबाट बाँचेर निस्किएको थियो अनि सोचेछ अब पुरानो जीवनबाट छुटकारा पाउने मौका यही हो। उसले आफ्नो लिङ्ग परिवर्तन गराएर नन्दिताका रूपमा बाँच्न थाल्छ। तर जब पूजाले उसलाई चिन्छे, दुवैबीच झगडा हुन्छ र धक्का लाग्दा पूजाको टाउकोमा चोट लाग्छ र उसले ज्यान गुमाउँछ। पछि नन्दिता उर्फ कार्तिकले आफ्नो कामदारको सहयोगमा पूजाको लास पोखरीमा फ्यालिदिन्छ। अब वर्तमानमा नन्दिता र उसको कामदारले डोमिनिकलाई मार्न खोज्छन्। उसको पेटमा छुरा घोपिन्छ। तर ठिक त्यही बेला भारी वर्षातका कारण विकी घरभित्र पस्छ र देख्छ अनि आफ्नो झोलाबाट डमी गन निकालेर ती दुवैलाई धम्क्याउँछ। दुवै भाग्छन्। विकी डोमिनिकलाई अस्पताल लैजान्छ र उसको ज्यान जोगाउँछ अनि प्रहरीमा गएर भन्छ कोड रेड, जुन डोमिनिकले पहिले सिकाएको थियो। पछाडि प्रहरीले नाकाबन्दी गरेर कार्तिक उफ नन्दिता र उसको कामदारलाई पक्राउ गर्छ र यसरी यो शानदार फिल्म समाप्त हुन्छ। तपाईलाई यो मुभी कस्तो लाग्यो कृपया कमेन्ट गरेर अवश्य बताउनुहोस्। भिडियो राम्रो लाग्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र च्यानल सब्स्क्राइब गरेर बेल आइकन दबाउन नबिर्सनु होला।
अब म तपाईँसँग भेट्नेछु अर्को रोचक भिडियोमा। तबसम्म टेक केयर र थ्याङ्क्स फर वाचिङ।